हामी अब फेरि एकचोटि यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि हामीलाई छैन। हामी जनतासँगै ठिक छौं, हामी हाम्रो वर्गसँगै ठिक छौं। तपाईहरु कन्फ्युजनमा नपर्नु होला, विभिन्न खालका मिडियामा आउने समाचारहरूबाट भ्रमित नहुनु होला। हामी आन्दोलनद्वारा फेरि एउटा नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर हामी अग्रसर छौं। मैले तपाई मजदुर साथीहरूलाई यो गम्भीर ढंगले अपील गर्न चाहेको छु र तपाईहरु अगाडि आउँदा यो देशले फेरि एकचोटि नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधन सहित तपाई हामीले अहिले भोगिरहेका समस्याहरू समाधान गरिनेछन्। म विश्वास दिलाउन चाहन्छु हाम्रो एकताको बलमा र हामीले अहिले समग्रमा पार्टीलाई नयाँ ठाउँमा लाने जो जमरको लिडरशिपको लेभलबाट हामीले गरेका छौं त्यसलाई तलसम्म पुर्याउन सकियो भने संविधान संशोधन पनि हामीले भने अनुसार गर्न सकिन्छ। जसरी हामीले भनेका छौं यो देशमा भ्रष्टाचारको एउटा कारक शासकीय स्वरूपमा छ, त्यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई अनिवार्य छ भनेर हामीले भनेका छौं।